हेलो एभ्रिवान, हेलो गाइस। आज चाहिँ हाम्रो भाइटिका लास्ट हो। आज भाइटिका लास्ट हो। मेरो गिफ्ट कति पैसा उठेको छ हेरौँ। मेरो पैसा कति उठेछ। मैले चाहिँ टिका चाहिँ लगाइदिएन, गिफ्ट मात्रै दिएँ, किनभने टिका लगाउनु हुँदैन मैले। त्यही भने हेरौँ कति उठेछ पैसा। जति उठ्यो पनि ठिकै छ। टोटल मेरो के छ पैसा गर्ने देखेर कति हो पैसा त 5,000। तब पैसा कति 2,000 होइन। 5,000 270। यसमा चाहिँ आज चाहिँ हाम्रो लास्ट तिहार हो। भाइटिका फिनिस भयो, टिका पनि लगाइसकेँ। अब मैले चाहिँ टिका चाहिँ लगाइदिएन, गिफ्ट दियो। पैसा चाहिँ थापेँ मैले, किनभने मैले टिका मेरो पिरियड भइरहेको थियो, त्यही भएर टिका लगाउनु हुँदैन। यस मैले यत्रो पैसा पाएँ, सोचेको पनि थिएन। जुन चाहिँ पैसा बेसी भएको त्यो गिदान गर्नु, पैसा बेसी छ त्यो गिदानले दिएको भन्नु सोच्नु। एउटै लिफा छ नि त, दुईजनाको त एउटै लिफा छ। त म गरिदिन्छु। दिदीको पैसा कति भएछ गरिदिनु, बराबर हो क्या दिनु, म गरिदिन्छु। अब यो पैसाले म के किनौँ होला। अब म उता केरलामा गयो भने त चल्दैन होइन, म लिएरै जान्छु यो पैसा। उता केरलामा लिएरै जान्छु। कुनै दिन जग्गा आउँदाखेरि चाहिँ म युज गर्छु, किनकि मेरो भाइटिकामा पाएको पैसा हो नि त। त्यही भएर सालभरि मसँगै बस्छ। म खर्च गर्दिनँ यो पैसा, लिएर जान्छु म केरला। फिनिस तिहार पनि भाइटिका पनि, तर के गर्नु, मैले टिका लगाइदिनु पाएन। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16। हेर्नु नि दिदीको मेरो भन्दा बेसी भयो कि। खाइदिनु न, म गरिदिन्छु। यस्तो लाग्नु 2,000 कति होला, खाइदिनु। 3,000 कति रहेछ हैन। आम्मा गिनाले दिदीलाई बेसी दियो के हो। खै पनि थाहै छैन नि मिसाइ। 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21। ए मलाई पनि यति नै होला, 20 21 2,100 खाइदिनु। 3,000 कसरी गर्नु। आम्मा 2,100 छ हौ। 4 5 6 7 8 9 10 11 12 13 14 15 16 18 19 20 21। सही हो, खाइदिनु त। अर्को पैसा हेरौँ मेरो दिदीको कति भएछ पैसा गरिदिनु पर्ने। मेरो बेसी भयो कि। 2,000 3,100 छ, खाइदिनु। 4,000 3,000 4,000 4,000 5,000 5,000 यहाँ दिनु। आमा त बेसी रहेछ। ओए दिदी 5,000 यहाँ 100 छ। 5,000 770। 5,000 दिदीको 500 बेसी रहेछ यार मेरो भन्दा। तपाईँको 500 बेसी। कसले बेसी दियो तपाईँलाई? 1,100 दिएको थियो। 1,050। कसले बेसी दियो? दिदीकोमा 500 बेसी। मेरो टोटल 5,270 दिदीको चाहिँ 500 बेसी रहेछ। के छैन
तर अब हुन्छ नि पैसा नदिए पनि हुन्छ जस अब तर उनीहरूलाई यस्तो रुल चाहिँ तिहारमा चाहिँ यस्तो हो कि रुल चाहिँ अब भाइहरूले नि फ्रीमा चाहिँ खानु नपाउने भयो पैसा छैन भने 100 रुपियाँ भए पनि 50 रुपियाँ भए पनि उनीहरूले चाहिँ दिनैपर्छ क्या यो हाम्रो भाइटिकामा चाहिँ जो दिदीबहिनीले खानाहरू बनाएर दिन्छ त्यो चाहिँ उनीहरूले फ्रीमा चाहिँ खानु हुँदैन होइन अब यस्तो हजार दिनुपर्छ भन्ने नै छैन हजार नै दिनुपर्छ सबै दाजुभाइसँग पैसा चाहिँ हुँदैन होइन त्यसैले 50 रुपियाँ 100 रुपियाँ भए पनि दिनैपर्छ फ्रीमा चाहिँ खानु भएन क्या यहाँको हाम्रो रुल चाहिँ नेपालीमा यस्तो छ हजार नै दिनुपर्छ भन्ने छैन पैसा हुनेले त हजार दिँदा पनि हुन्छ नआउनेले 100 200 दिँदा पनि हुन्छ यस्तो फिनिस दिवाली यो